हेलो एभ्रिवान, वेलकम टु माई ब्याक टु च्यानल। नमस्ते सबैजनालाई, सबैजना सन्चै हुन्छ होला, म पनि सन्चै छु। आज चाहिँ म बागलुङ झरेको है। हामी चाहिँ कहाँ छौँ भन्दाखेरि बागलुङको ठ्याक्कै होइन झुलुङ्गे पुलमा है। यो चाहिँ झुलुङ्गे पुल है। तपाईँलाई चाहिँ हामी पाङको पुल गएर देखाउनेछौँ। अहिले चाहिँ हामी पुलमा छौँ है। साथी पनि छ, उहाँ हेर्नु न यति अघि अघि हिँडिरहेको छ। हेलो भन्दै नि त। र हामी चाहिँ त्यसपछि हामी चाहिँ कपाल काट्न हामी चाहिँ कहिले चाहिँ काट्नु जान्छौँ भन्दाखेरि साथीको कपाल काट्ने छ होइन, कपाल काट्न जान्छौँ। त्यसपछि चिया दिउँसो पनि खानु पऱ्यो, दिदी बहिनीकोमा जानु पऱ्यो। कहिले पनि गएको छैन त्यो दिदी बहिनीकोमा, चाहिँ जान्छौँ हामी। त्यहाँ चाहिँ स्पेसल हुन्छ है चिया पनि, एकदम मिठो हुन्छ है, दुध पनि टेस्टी हुन्छ। त्यसपछि चाहिँ हामी पुलमा अस्ति चाहिँ हामी नागलिपाङको पुल घुमेको थियो। आज चाहिँ हामी पाङको पुल गइन्छ। त्यसपछि नेक्स्ट भिडियोमा चाहिँ हामीले तपाईँलाई चाहिँ कालिका मन्दिरको मन्दिरहरू सब भ्यू देखाउँछु। त्यसपछि उहाँ छ नि, उहाँ चाहिँ के अरे उहाँ चाहिँ भिल्लाखुरी पोइन्टमा चाहिँ हामी जान्छौँ। तपाईँलाई फेरि तपाईँ अर्को भिडियोमा चाहिँ देखाउनेछौँ। त्यहाँ चाहिँ पछि जान्छौँ हामी। अहिले चाहिँ पुलमा छौँ है। अहिले चाहिँ तपाईँले चाहिँ म एकछिनमा भेट्नेछु, सिधै के अरे साथी कपाल काट्ने ठाउँमा भेट्नेछु है हजुरलाई। ल हामी चाहिँ कपाल फाल्ने ठाउँमा आइसकेका छौँ है। साथीले पनि उहाँ कपाल फाल्न लागेको छ। हामी चाहिँ कपाल सपाल फालेर चाहिँ हामी दिदी बहिनीकोमा जाने तयार गर्दैछौँ। ल साथीले पनि कपाल फालिसकेको छ। हामी चाहिँ अघि नै आएको थियौँ। फाइनली हामी चाहिँ दिदी बहिनीकोमा आइसकेका छौँ है। हामी चिया खानालाई तपाईँलाई भनेको थियौँ है। हामी पनि आइसकेका छौँ है। दिदी चाहिँ उहाँ हुनुहुन्छ साउनी दिदी। हामीलाई के दिदी हामी चाहिँ 2 कप चिया, 2 कप चिया अनि दुध दिनु है। जाम सरी कता बस्ने र नि? ल हामी चाहिँ कता उता बस्नु, यहीँ बस्ने। उता बस्नु कि उता रमाइलो हुन्छ, उता रमाइलो हुन्छ हामीलाई। ल हामी चाहिँ चिया खान आइसकेको छौँ है। कोही छैन त? अच्छा कोही छैन त? आउनु नि त अचल त। मान्छे यहाँ धेरै हुन्छ कि मान्छे अझ बिहानमा हुन्छ नि मान्छे, नत्र दिउँसो हुँदैन खासै। यहाँ बसौँ क्या। ल गाइस हामी चाहिँ अच्छा के हो त्यो मार्चिस टक्कला हामीले चिया खाँदैछौँ है। तातो चिया जाडोमा भनिदिएर आज जाडो छैन, मौसमले च्यालेन्ज गरेको छ। हामीले चिया खाँदै जाँदैछौँ। कति बेला आउने थाहा छैन है। ल हामी चाहिँ चिया पनि आइसकेको छ है। हामी चिया पनि खानेछौँ। ल चेस गर नि त। ल साथमा स्पेसल केक खानेछौँ है। बब्बर मिठो हो। ल साथीहरू तपाईँलाई चाहिँ म पुलमै गएर भेट्नेछु है। ल गाइस हामी चाहिँ पुलमा आइसकेको छौँ है। यो चाहिँ स्वागतम गण्डकी सकेको झुला के छ भाइ? हामी चाहिँ पुलमा आइसकेको छौँ है। पुलमा चाहिँ मान्छेहरू यता चाहिँ धेरै हुँदैछ है मान्छेहरू। उता चाहिँ मान्छे खासै हुँदैन नि। यहाँ चाहिँ उस्तो छ कि कसरत गर्ने चाहिँ हेर्न सक्नुहुन्छ कि। पुल हेर्न कति लामो छ है। यस्तो छ कि यस्तो है। कहाँ यता उता रमाइलो छ त है। हो नि। ल गाइस त चाहिँ रोड छ कि नै नजिकै छ रोड त। गण्डकी पनि वहाँ हेर्नु सर बगिरहेको छ। कति स्पिड हिँड्छ है गाडीहरू त है। वाटी टिकटक चाहिँ गभर्मेन्ट
रहनु भएको छ उहाँ फेरि के छ बहिनी भल डिस्टर्ब भयो कि हजुरलाई ल गाइस है हेर्नु भ्यू हेर्नु सक्नुहुन्छ है उताको भन्दा नि यता राम्रो जस्तो लाग्यो मलाई त है उताको राम्रो छ तर यता चाहिँ मान्छे हुँदैछन् मान्छे भएर पनि रमाइलो लाग्यो क्या मलाई चाहिँ मान्छे चाहिँ हुँदैछन् धेरै उता चाहिँ कालिका मन्दिर छैन र उता तपाईँलाई चाहिँ नेक्स्ट भिडियोमा देखाउँछु है कालिका मन्दिर चाहिँ ल हेर्नुहोस् हो कस्तो रमाइलो लागेको हो र त्यहाँ चाहिँ छ नि त्यहाँ के अरे नेपाल टेलिकम भन्ने त्यहाँ चाहिँ एकजना मान्छे के अरे खसेर चाहिँ बित्नु भएको थियो होइन त्यहाँ चाहिँ नजानु होला है त्यहाँ टिकटक गर्ने चक्करले चाहिँ त्यहाँ खसेको क्या मान्छे त्यहाँ चाहिँ कृपया नजानु होला तर गण्डकी हेर्न सक्नुहुन्छ हेर्नु कति तल यस्तै देखाइदिउँ क्या आहो गाउँ गर्ने तर सुँगुर पाल्छ नि होइन ए खस्यो भने त मोबाइल त डर लाग्छ त हो कति स्पिड हुन्छ गाडी होइन उताको पुल नि देखाउँछ हजुरलाई चाहिँ उता चाहिँ देखिएको थियो नि पुल उता देखिएको थियो पुल त्यो चाहिँ यताबाट पनि देखिन्छ कि ट्याक्क दुईजना नजर जुधे जस्तो कि ठ्याक्क ठ्याक्क देखिने जोडी भयो जस्तो कि टाढा भए पनि माया गाह्रो छ जस्तो होइन त उताको गण्डकी त कस्तो देखि त यता कस्तो देखिन्छ त फेरि यहाँ चाक्लो भएर मान्छे के अरे यहाँबाट पनि फङ्गालेको होइन मान्छेहरू कति दुईजना ए डाँडा कहानी हेर्न सक्नुहुन्छ है हामी चाहिँ के अरे त्यो छ नि त्यो रोड त्यहाँसम्म पुग्छौँ हामी त्यहाँसम्म पुगेर तपाईँलाई यो बागलुङको एरिया सब देखाउनेछौँ है यताबाट नि हेर्न सक्नुभयो अब उताबाट नि हेर्न सक्नुहुन्छ के उता पुल नै हेर्न सक्नुहुन्छ है ती देखेको त छैन होला तर खै जोग्छ जुम गरेर देखाउनेछु है गाउँघर नि हेर्न सक्नुहुन्छ हाम्रो त गाउँ छेकिन्छ सबै छेकिन्छ है तपाईँ चाहिँ म वहाँ गएर देखाउनु चाहिँ सब देखिन्छ उता राम्रो देखिन्छ तपाईँलाई चाहिँ उता गएर देखाउनेछु है हामी चाहिँ एकछिनमा तपाईँलाई भेट्नेछु है ल साथीहरू हामी चाहिँ अन्तिममा छौँ है त्यो पुल चाहिँ हामी कटिसकेको छौँ साथसाथै हामीले जाँदै गर्दाखेरि बाँदर पनि देखिएको छ है हेर्न सक्नुहुन्छ बाँदर ए उभा फङ्गाल्छ त हरि अबे लजारी यो बच्चा ज्यापेर हेरेको त्यहाँ हेर्न ल त्यो चाहिँ के गरेर बस्यो होला डराउँछ क्या बाँदरसँग यम्मन आयो नि त ल हेर्नु यहाँ अच्छेमा ल हेर्न सक्नुहुन्छ यता यहाँ खुजुक त यहीँबाट देखाइदिन्छु हजुरलाई हेलो सेलुलुलु आऊ बा धर्नु नि त यार ल गाइज है ऊ झुन्डी छ अरे झुन्डी चाहिँ हेर्नु ल साथीहरू हामी चाहिँ पुल गरिसक्यो है पुल आउनु चाहिँ यता चाहिँ टाइम लाग्दो रहेछ किनकि हामी भुल्दै आएको नि त भुल्दै आएर चाहिँ 15-20 मिनट जति लाग्यो यता आउन चाहिँ हामी चाहिँ वहाँ माथि जाँदैछौँ त्यो के अरे त्यो चौतारा भन्छ नि त्यसलाई त्यहाँ चाहिँ हामी जाँदैछौँ तपाईँलाई चाहिँ वहीँबाट देखाउँछौँ कस्तो लाग्छ भनिदिनु होला
साथमा पसल पनि छ है। खाजा खाने पसल छैन होला है यहाँ? यही हो, साथमा पसल पनि रहेछ। हामी चाहिँ अब भोक त राखेन, हामी चाहिँ अब बागलुङ गएर हाम्रो बेस्ट होटलमा गएर चाहिँ खान्छौँ हामीले। कुन बाटो खाँदो कति मिनट जति लाग्छ होला? बल्ल त्यही त हामी त हिँडिन्छ कि होइन। ल हामी चाहिँ वहीँ गएर भेट्नेछौँ नि हजुरलाई। ल एभ्रिवान, हामी चाहिँ चौतारामा पिपलको रुखमा हामी आइसकेका छौँ है। बाटो चाहिँ उकालो रहेछ कि भाइले चाहिँ 10 मिनट जति लाग्छ भन्थ्यो। 10 मिनट लागे पनि थकै त लाग्दैन, यस्तो अघि बाटो यस्तो उकालो, पिच त फेरि पिच रहेछ होइन। यता उताको नाङ्लीबाङको पुल भन्दा चाहिँ यता रमाइलो लाग्यो मलाई चाहिँ। तपाईँ यताको नि देखाउनेछु है। आहा ल यहाँ सक्नुहुन्छ है साथीहरू। यहाँ चाहिँ अलिक के अरे यो जालीले गर्दाखेरि राम्रो देखिन जस्तो लाग्यो है। मालडुङ्गा ल यहाँ सक्नुहुन्छ है। आहा यो भिडमा जान कस्तो होला? ल सक्नुहुन्छ ठ्याक्कै त्यहाँ होइन, ढुङ्गामा पुल छ के अरे मन्दिर के उरी। ल यहाँ सक्नुहुन्छ है, यस्तो छ है। वहाँ हल्का छ अरू बगैँचा कि सानो सानो। हामी चाहिँ उता जाने होइन? उताको भ्यू बजार सब बागलुङको बजार देख्न सक्नुहुन्छ, यहाँ पनि देख्न सक्नुहुन्छ। अब उता पनि हामीले उता पनि तपाईँलाई देखाउनेछौँ है। ल आउनुहोस्, जानुहोस् आउनुहोस्। ल त्यहाँ चाहिँ मान्छे रहेछन् होइन, मान्छेले चाहिँ त्यहाँ फोटोसोटो खिच्न लाग्नु भएको छ दाइहरूले। तर यहाँ बस्ने चौतारा छ जस्तो लाग्यो, तर होइन है। अनि चौतारा भनेको होइन, ए ड्युटी पेपरको रुख हो। ए यहाँ त खाजा पनि पाइन्छ होला, पाइन्न? आहा ल हेर्न सक्नुहुन्छ बागलुङको बजार। त्यहाँ दाइले चाहिँ भिडियो फोटो खिच्दै हुनुहुन्छ। ती चटपट पाइन्छ त्यहाँ। आहा पुल हेर्न सक्नुहुन्छ है गाइज, कति सानो देखेको यहाँ चाहिँ। उता हेर्दाखेरि लामो देखिन्छ, तर यहाँ त माथिबाट उच्चबाट देख्ने भने छोटो देखिँदैछ क्या। बागलुङ बजारको एरिया हेर्न सक्नुहुन्छ है। टक्क भी आकारको है, टक्क देखिँदैछ। उता चाहिँ उपलाचोर, यो पुरै पाङ हो। अद्धभरि पाङ चाहिँ माथि है। हामी पाङ जान चाहिँ सक्दैनौँ है, हामी चिनेको पनि छैन। कहाँ जानु है, नचिनेकोमा जाने भएन। तपाईँले चाहिँ यी खेतहरू, यो कोदो हो कि क्या? कोदो खै त मकै नि त हुन्छ नि। ए अनि हामी जाने चाहिँ कता र फेरि यतातिर जाने हो कि? त्यताबाट छ जाने झर्ने बाटो। कस्तो लाग्यो त नि भन्न नि त, रमाइलो लाग्यो कृपया होइन। यो त कोदो त फलिसक्यो त, झाँपेको त रहेछ है। झाँपेको त रहेछ त, सब झाँपेको त। हाम्रोतिर त फुलै छैन त फेरि। यो चाहिँ त्यो के अरे के भन्छ यसले चाहिँ ठ्याक्कै आएन कि। स्कुल हो यो, बाङ्गेचोरको स्कुल होइन। यहाँ चाहिँ अब फुटबलहरू सब खेल्छन् कि, यहाँ चाहिँ ट्रेनिङ पनि हुन्छ होला यहाँ फुटबलको।
ल हामी चाहिँ यहाँ भित्र जानेछौँ है। भित्र चाहिँ रमाइलो ठाउँ रहेछ क्या, एकै रेस्टुरेन्ट पनि रहेछ नि यहाँ चाहिँ रमाइलो ठाउँ। फोटोसुट खिच्दा हुन्छ दाइले चाहिँ यहाँ। मैले चाहिँ यो के अरे फोटोहरू भिडियोमा चाहिँ देखेको थिएँ, अहिले चाहिँ थाहा भयो कि यही छ अनि यो ठाउँ चाहिँ। ल हेर्न सक्नुहुन्छ रेस्टुरेन्ट हो, रिसोर्ट रिसोर्ट हो। हामी चाहिँ त्यहाँ जाऊँ है। एकदम रमाइलो, यहाँ जान पाइने हो। आइफोन भइदिएको भयो है, अब चाहिँ बबाल हुन्थ्यो होला है। हामी चाहिँ ल बेलुका चाहिँ खतरा हुन्छ होला यहाँ त, खतरा देखिन्छ। यहाँ पो बाग्लिन सक्नुहुन्छ है। साथीले पनि उहाँ हेर्दैछ कति राम्रो रे, आजको रमाइलो छ। ल साथीहरू है, हाम्रो चाहिँ दिदीले चाहिँ सब्सक्राइब हानिदिनु भएको छ। उहाँ चाहिँ दिदी होइन सब्सक्राइब हानिदिनु भएको छ। हेलो साथीहरू, तपाईँलाई चाहिँ पुलहरू कस्तो लाग्यो कृपया भनिदिनु होला, कमेन्ट छोडिदिनु होला। भिडियो चाहिँ अन्त्य गर्नेछु, मन परेमा लाइक एन्ड सब्सक्राइब गर्न नबिर्सिनु होला। माया गरिदिनु भएको छ अझै पनि गरिदिनु होला। भिडियो चाहिँ अन्त्य गर्नेछु, अहिले चाहिँ बिदा हुन चाहन्छु। हस्त, जय नेपाल।